मिठो चल्यो मिठो चल्यो कसरी हाल्नु न कसरी हाल्यो कस्तो मिठो मैले यो आवाज सुनेर कस्तो मिठो मेरो दिल भित्र सजाइसकेको छु है कस्तो मिठो ओ माय गॉड के नाम हो कान्छो तपाईको रन्जिता विश्वकर्मा हो रन्जिता कहाँबाट आउनुभयो म उदयपुरबाट आएको ओके रन्जिता ओ माय गॉड कस्तो मिठो आवाज हो थ्याङ्क यू म्याम है अनि नर्भस त हुनु भएको थिएन तपाईँ यति धेरै कापिरहेको छु म है भोकलमा थोरै थोरै सुनिरहेको थियो तर पनि तपाईँले त्यस्तो नर्भस हुँदा पनि त्यो भोकललाई कस्तो मजाले कन्ट्रोल चाहिँ गर्न सक्नु भएको के त्यो घुमाउने ठाउँहरूमा त्यो नोटहरू लिने ठाउँहरूमा तपाईँ त्यो कामहरू लिने ठाउँमा हरकतहरू भयो मिडको कामहरू भयो सबै कुरामा कस्तो मजाले पर्फेक्टली तपाईँले सुर लगाइरहनु भएको थियो थ्याङ्क यू म्याम साह्रै मिठो आवाज ओ माई गॉड तपाईँ जस्तो ट्यालेन्ट त मेरोमा आउनु भए त म त धन्य हुन्थेँ ए जय सिमनुमा पारुवा रन्जिता मैले रन्जितालाई मैले राम्रोसँग चिन्छु उनी धेरै हजुर हजुर ए हो अडियन्सबाट आएको अडियन्स तिमीले यो भोइस हेर्न आएको थियो त्यतिखेर हजुर हजुर हो अनि त्यहाँबाट चुनेको हो यो अडियन्सबाट छान्ने जुन हामीले भोइसमा सुनिरहेको थियौँ होइन को ट्यालेन्ट चाहिँ आउला कोही न कोही त आउला भन्ने भएको थियो है तर तपाईँले अडियन्सबाटै छानेर आउनुभएछ हजुर तपाईँ अब अहिले त एउटा ट्रेन्ड आएको छ नि एउटा मान्छेले पब्लिकले के भन्नुहुन्छ अझै अहिलेको युवा पुस्ताले के भन्नु नि जनताले छानेको जनताले पठाएको मान्छे भन्नुहुन्छ नि वास्तवमा जनताले पठाएको मान्छे चाहिँ उहाँ रहेछ यो कुरामा त म